इरेक्टाइल डिस्फङ्सनको कुरा गर्दाखेरि चाहिँ यो अब लिटरेचरहरू हेऱ्यो भने हामीले चाहिँ मोर ओभर 1/3 देखि मोर ओभर 50% पपुलेसनमा चाहिँ इरेक्टाइल डिस्फङ्सन छ। त्यो भनेको चाहिँ उत्तेजना चाहिँ कम हुने कुरा हो हैन। अब यङ एजमा चाहिँ उत्तेजना कम भएछ भने चाहिँ हामीले के बुझ्नु पर्यो भन्दाखेरि अब यसको फ्याक्टर्सहरू धेरै नै हुन्छ। मोर ओभर चाहिँ साइकोलोजिकल फ्याक्टरै भन्छ हामीले। अब स्ट्रेस, मेन्टल स्ट्रेस हैन, कामको स्ट्रेस, फ्यामिलीको इस्युजहरूले गर्दाखेरि चाहिँ इम्प्याक्ट पारेर हुन्छ हैन। तर यदि अर्ली एज 25-30 तिर चाहिँ अब त्यस्तो समस्या आइरहेछ भने चाहिँ त्यसले मुटुको समस्या पछि ल्याउँछ भन्ने कुरा पनि चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ हैन। एलार्म गरे हुन्छ, एलार्म भन्छ हामीले, त्यो एलार्मिङ गर्न सक्छ हैन। अरू चाहिँ यो हामीले यसो हेर्दै गयो भने चाहिँ यो इरेक्टाइल डिस्फङ्सन किन धेरै भइरहेछ भन्ने कुरा हो हैन। अब 33% to 50% भनौँ हैन। त्यति हुँदाहुँदै त्यति मास अफ पपुलेसन छ हैन। तर उहाँहरू चाहिँ किन आफ्नो समस्या लिएर आउनुहुन्न हैन। अहिले हामीले देखेको समस्या चाहिँ उहाँहरूलाई यो ज्ञान छैन, देखाउने कसलाई, जाने कहाँ हैन, कोसँग कुरा गर्ने हैन। अब दाजुभाइसँग कुरा गर्न सकिँदैन हैन। अब साथीलाई कुरा गरे नि उसले जिस्काउँछ हैन। अब आफ्नो पार्टनरसँग कुरा गर्ने उसले छोडेर जान्छ हैन। अब इभेन बिहा भइसकेको छ भन्ने पनि अब त्यो समस्याहरू आइरहेछ भने चाहिँ अब त्यो दुईजनाको बिचमा खटपट हुन्छ र कति फ्यामिलीहरू चाहिँ डिस्ट्रोय हुन्छ हैन, डिभोर्समा पुग्छन्। सो हामीले के बुझ्नु पर्यो भन्दाखेरि यो जुन इरेक्टाइल डिस्फङ्सन छ नि, लिङ्गको कडापन, यदि त्यस्तो समस्या छ भने चाहिँ त्यसलाई समयमै एड्रेस गरौँ हैन। एउटा युरोलोजिस्टकोमा गएर भेटौँ न, कुरा गरौँ न हैन। त्यसपछि चाहिँ त्यसको समाधान निस्किन्छ हैन। तपाईँ घरमा लजाएर बस्नु भने त समाधान निस्किँदैन हैन। त्यसको लजाएर बस्नु भयो भने तपाईँ डिप्रेसनमा जानुहुन्छ।